होइन किनकि स्मृति बहिनीको भिडियो हेर्नु होला त्यहाँ हात नलगा भन्दा भन्दै ऊ आइमाई आएर हात हालेको छ अनि लक्ष्मी बहिनीको आँखामा चाहिँ खुर्सानीको धुलो हालेको छ भनेर त्यो उसमै आइसकेको छ तर कसैमाथि यहाँ कसैले हातपात गर्नुपर्ने औँला उठाउनु पर्ने आवश्यक छैन एउटा आन्दोलन गर्छौ तिमीहरूले आफ्नो व्यक्ति जेलमा गयो भनेर आवाज उठाउँछौ रिया गर भनेर आवाज उठाउँछौ भने आफ्नो ठाउँबाट गर तर पीडितलाई एउटा दुखी गरिबलाई हातपात चाहिँ नगर जुनसुकै पार्टी आओस् आन्दोलन गर तर कसैले हातपात नगर म यहीँबाट त्यो च्यालेन्ज गर्छु तर म के भन्न चाहन्छु भने चाहिँ अर्को कुरा कसैले कसैको लागि एउटा आफ्नो जिन्दगी दाउमा राखेर यसरी सडकमा आएको हुँदैन अब त्यति अन्तिममा छौँ अब के अब न्यायको मुखमा पुग्दै हुनुहुन्छ कि तपाईँ पनि भन्ने एउटा आश्वासन चाहिँ तपाईँलाई पनि दिएको छ बालन सरकारबाट तपाईँले न्याय पाउनु भयो अब मैले न्याय पाउँछु जस्तो लाग्यो मैले पक्राउ त पर्नु भयो उहाँ चाहिँ उहाँ पक्राउ परेर अहिले हिरासतमा हुनुहुन्छ 3 दिन भइसक्यो सादो बाटो प्रहरीमा म चाहिँ अब यो ठाउँमा बस्दै गर्दा मैले न्याय नपाउँदासम्म म यो ठाउँबाट उड्ने छैन मेरा माग कति महिना बस्नुभयो दिदी तपाईँ यहाँ आज 9 दिन 8 गतेदेखि यो अहिलेको सरकार पुरानो सरकार भएको भए तपाईँले यो न्याय चाहिँ पाउने सम्भावना थिएन अहिले बालन सरकारले न्याय दिए तपाईँलाई भनेर भनौँ म 1 हप्तासम्म प्रहरी परिषदमा बस्दा मेरो मुद्दा दर्ता गर्न नमानेको हो बालन सरकारले तपाईँलाई न्याय दिए भनेर भनौँ यसरी बुझौँ हामीले हजुर हो दिन्छ भन्ने मैले एउटा बालन सरकारले मलाई न्याय दिन्छ मैले भने जस्तो हुन्छ भन्ने मलाई विश्वास छ कसरी धन्यवाद दिनुहुन्छ अब बालन सरकारलाई धन्यवाद नै भन्छु म उहाँसम्म पुग्छु मैले निवेदन पनि हाल्छु अब म यहाँ बसिरहँदाखेरि अब प्रधानमन्त्री बालेनजीलाई र गृहमन्त्री सुदन गुरुङलाई मैले अब यहीँबाट निवेदन पनि हाल्नुपर्छ उहाँलाई धन्यवाद भन्छु उहाँलाई मैले भेट्ने पनि छु अब म यसरी सडकमा बसिरहेको छु सकपर्दा उहाँहरू एउटा उहाँले गरेको कामको फलअनुसार म यहाँ देखेको म यो ठाउँमै बसेको छु यो ठाउँमै पुग्नुहुन्छ कि भन्ने आश पनि छ मलाई यदि भएन भने उहाँले अब खोजी खबरी गर्नुभयो भने म उहाँ भएको ठाउँसम्म पुग्छु भन्ने मलाई एक्चुअली बालन शाहसँग भेट्न मन छ कि छैन तपाईँलाई छ भेट्नुहुन्छ हस् त तपाईलाई सोशल मिडियामा धेरैले साहसी नारी पनि भनेर धन्यवाद सबैलाई धन्यवाद एकदम भाइरल भएको कस्तो लागिरहेछ म 8 महिना लगभग मैले मङ्सिर 6 गते उसको फोटो यसरीकन बाहिर ल्याएको हो म पीडामा पढेको 1 वर्ष भइसक्यो पोर्जेटको महिनादेखि हो अहिले मैले यो फोटो उसले यस्तो गर्यो मलाई यस्तरीकन सडकमा छोड्यो भनेको मैले मङ्सिर 8 गतेदेखि उसको फोटो मैले मेरो फेसबुकको वालमा टिकटकको भित्तामा राखेको हो मेरो आफन्तलाई लगेर मेरो नेपाल अधिराज्यभरिको म एउटा कलाकार भएको हिसाबले मेरोमा सबै साथी हुनुहुन्छ कलाकार साथीहरू पनि हुनुहुन्छ कसैले मलाई के भयो भने सोधेका थिएनन् आज म सडकबाट बोल्दाखेरि साहसी भने पनि म हो एउटा म गलत भने पनि म हो जसले जे भन्दा पनि केही हुने छैन आफ्नो ठाउँबाट आवाज उठाउनेले उठाइदिनु होला नउठाउनेले उठाइदिनुस् भनेर मैले रिक्वेस्ट चाहिँ गर्ने छैन धन्यवाद नेपालमा चाहिँ हैन धेरैजना कलाकारहरू भनौँ अथवा नारीहरू चाहिँ यस्तो पीडा लिएर चुप लाएर बसिरहेका छन् हैन तर तपाईले चाहिँ अरूले के भन्छ भन्ने कुरा सबै बिर्सेर चाहिँ आफूलाई एक किसिमले एकदमै पागल नै जस्तो भनेर तपाईँ यसरी लागिराख्नु भएको छ यो न्याय पाउनको लागि त्यस्ता नारीहरूलाई चाहिँ सन्देश के छ उहाँहरूलाई के भन्छु भनेपछि तपाईँहरू एउटा अन्यायमा पर्नु भएको छ भने चुप्प लागेर नबस्नुहोस् अथवा कलाकार हुनु होला कुनै न्यायाधीश हुनु होला कुनै जागिर खाएको आफ्नो पोस्टमा हुनु होला त्यो कसैले त्यो ठाउँमा नबस्नुहोस् भन्छु क्या म यही बलात्कारले नम्बर चेन्ज गरेर बस्दिएको रहेछ मैले खोज्छुस् भन्दा पुलिस प्रशासनले अब नम्बर चेन्ज गरेको छ हामीले लोकेसन पनि अब हेरिरहेछौँ भने अहिले म लास्ट सडकमा आइसकेपछि उसले नम्बर चेन्ज गर्यो कि गरेन भनेर उनीहरूले अनुसन्धान गर्दाखेरि नम्बर चेन्ज गरेको रहेछ नम्बर चेन्ज भइसक्यो नम्बर पाइसक्यो भने त लोकेसनमा एकै दिनमा सामान दियो तर दिदी एउटा कुरा उहाँले चाहिँ हिजो के पनि भन्नुभएको रहेछ भने ठिक छ व्यक्तिको फोटो चाहिँ राख्नुहोस् यो पार्टीको लोगो चाहिँ हटाइदिनु लोगो राख्छु नै किन एउटा व्यक्तिलाई मात्रै चिनाउनु पर्छ भन्ने के छ मैले यो एमालेको पार्टीसँग व्यक्तिसँग पनि यस्तो गर्यो भनेर भनेको त्यति बेला किन बोलेन पार्टीको मान्छे अहिले यहाँ आएर लोगो नराख्नुहोस् भन्ने फेरि मैले चाहिँ भने होइन है उहाँहरूको चाहिँ भनाइ उहाँहरूले पनि उहाँहरूलाई ल्याउनु न त भन्छु के म तपाईहरु एउटा पत्रकारले पनि उनीहरूलाई ल्याउनुस् म प्रत्यक्ष वार्ता गर्छु को आउँछ एमालेको ल्याउनुस् यहाँ लोगो राखेकै भरमा मलाई के गर्छ ल्याउनुस् न यहाँ के भन्ने हो मैले लोगो किन नराख्ने म कलाकार हो मैले गलत गरेँ भने कुनै व्यक्तिलाई के गरेँ भने मैले मायक समाएको फोटो किन राखिस् भनेर भोलि मैले भन्न मिल्यो मेरो आफन्तले भन्न मिल्यो
तपाईँको भनाइ चाहिँ यदि लोगो राख्नु मैले यदि लोगो नराख्ने भए त्यही पार्टीभित्रैबाट उसलाई कारबाही होस् न भनाइ हो तपाईँको होइन? पार्टीभित्रैबाट पनि मैले पहिला उनीहरूलाई भनेको हो। मैले मौखिक हिसाबले उहाँले यस्तो यस्तो गर्नुभयो है, बोलाइदिनुहोस् न पार्टी कार्यालय भनेर मैले पार्टी कार्यालय मौखिक हिसाबले मैले त्यो पार्टी कार्यालय पुगेको छु के। तपाईँ पार्टी कार्यालय पनि जानु? म पार्टी कार्यालय पुगेको छु, कर्णाली प्रदेशको इन्चार्जलाई मैले कुरा राखेको छु। बोलाइदिनुहोस् एकचोटि, के हो कस्तो हो यसरी कन्ट्याक्ट विहीन भएको छ, मलाई सडकमा छोडेको छ भनेको। उनीहरूले दबाउन खोजे, अब कसरी दबाउँछन् हेर्छु। म सडकमा आइसकेको छु। अहिले त्यो मान्छेले केही गरेको होइन भनेर मलाई कल गर्दाखेरि पार्टीको इन्चार्जले नसुन्नेले अहिले यो भिडियो त्यहाँसम्म पुग्छ कि नै राम्रोसँग हेर्नु होला। कर्णाली प्रदेशको एमाले राम्रोसँग दिमाग लाएर एउटा कर्णाली प्रदेशको एमाले को हो भनेर मैले चिनाइदिएको छु। अब राम्रोसँग ध्यान दिएर सुन्नु होला, यो भिडियो तपाईँहरूसम्म नि पुग्छ। एमाले भनेको को हो, के हो, उसले के गरेको रहेछ, म अहिले यो ठाउँसम्म कसरी पुगेँ, कसको कारणले पुगेँ, त्यो राम्रोसँग बुझ्नु होला भन्छु म। अनि दिदी अर्को दृश्य पनि हामीले देखेका थियौँ क्या, त्यो तपाईँ बाहेक अरू केही तपाईँकै साथीहरू हुनुहुन्छ को हुनुहुन्छ भुतल भइरहेको थियो कि त्यो अवस्था चाहिँ कसरी सिर्जना भयो? त्यो हाम्रो जेनजी आन्दोलनको घाइते बहिनीहरू हुन्। उनीहरूले खासमा मेरो यो ब्यानर तानिसकेपछि किन तानेको के भनेर कुरा उठाइसकेपछि उनीहरूलाई त्यही भएर आक्रमण गरेको हो जस्तो लागिरहेछ। अब अहिले उनीहरूलाई अब कहाँ पुलिसले लगेर कहाँ राखेको छ भन्छ त्यो मलाई थाहा छैन, आएको पनि छैन त्यो बहिनीहरू। कारण चाहिँ यही ब्यानरकै कारण यही कारणले हो जस्तो लागिरहेछ मलाई। तपाईँहरूलाई चाहिँ सपोर्ट गर्दा चाहिँ उहाँहरूमाथि हातपात भयो? त्यो हो जस्तो लागिरहेछ। उनीहरू हात हाल्न गएका होइनन्, किनकि स्मृति बहिनीको भिडियो हेर्नु होला, त्यहाँ हात नलगा है, हात नलगा भन्दा भन्दै ऊ आइमाई आएर हात हालेको छ। अनि लक्ष्मी बहिनीको आँखामा चाहिँ खुर्सानीको धुलो हालेको छ भनेर त्यो उसमै आइसकेको छ। तर कसैमाथि यहाँ कसैले हातपात गर्नुपर्ने, औँला उठाउनुपर्ने आवश्यक छैन। एउटा आन्दोलन गर्छौ, तिमीहरूले आफ्नो व्यक्ति जेलमा गयो भनेर आवाज उठाउँछौ, रिया गर भनेर आवाज उठाउँछौ भने आफ्नो ठाउँबाट गर। तर पीडितलाई, एउटा दुखी गरिबलाई हातपात चाहिँ नगर। जुनसुकै पार्टी आओस् आन्दोलन गर, तर कसैले हातपात नगर। म यहीँबाट त्यो च्यालेन्ज गर्छु। तर म के भन्न चाहन्छु भने चाहिँ अर्को कुरा, कसैले कसैको लागि एउटा आफ्नो जिन्दगी दाउमा राखेर यसरी सडकमा आएको हुँदैन। अब दिदी अन्तिममा छौँ, अब न्यायको मुखमा पुग्दै हुनुहुन्छ कि तपाईँ पनि भन्ने एउटा आश्वासन चाहिँ तपाईँलाई पनि दिएको छ। बालन सरकारबाट तपाईँले न्याय पाउनु भयो? अब मैले न्याय पाउँछु जस्तो लाग्यो। मैले पक्राउ त पर्नु भयो उहाँ पक्राउ परेर अहिले हिरासतमा हुनुहुन्छ, 3 दिन भइसक्यो सादो बाटो प्रहरीबिचमा। म चाहिँ अब यो ठाउँमा बस्दै गर्दा मैले न्याय नपाउँदासम्म म यो ठाउँबाट उठ्ने छैन। मेरा माग कति महिना बस्नुभयो दिदी तपाईँ यहाँ? आज 9 दिन भयो, 9 दिन 8 गतेदेखि। यो अहिलेको सरकार पुरानो सरकार भएको भए तपाईँले यो न्याय चाहिँ पाउने सम्भावना थिएन। अहिले बालन सरकारले न्याय दिए तपाईँलाई भनेर भनौँ। म 1 हप्तासम्म प्रहरी परिषदमा बस्दा मेरो मुद्दा दर्ता गर्न नमानेको हो। बालन सरकारले तपाईँलाई न्याय दिए भनेर भनौँ, यसरी बुझौँ हामीले। हजुर हो, दिन्छ भन्ने मैले एउटा बालन सरकारले मलाई न्याय दिन्छ मैले भने जस्तो हुन्छ भन्ने मलाई विश्वास छ। कसरी धन्यवाद दिनुहुन्छ अब बालन सरकारलाई? धन्यवाद नै भन्छु। म उहाँसम्म पुग्छु, मैले निवेदन पनि हाल्छु। अब म यहाँ बसिरहँदाखेरि अब प्रधानमन्त्री बालेनजीलाई र गृहमन्त्री सुदन गुरुङलाई मैले अब यहीँबाट निवेदन पनि हाल्नुपर्छ। उहाँलाई धन्यवाद भन्छु, उहाँलाई मैले भेट्ने पनि छु। अब म यसरी सडकमा बसिरहेको छु, सकपर्दा उहाँहरू उहाँले गरेको कामको फलअनुसार म यहाँ देखेको, म यो ठाउँमै बसेको छु, यो ठाउँमै पुग्नुहुन्छ कि भन्ने आश पनि छ मलाई। यदि भएन भने उहाँले अब खोजी खबरी गर्नुभयो भने म उहाँ भएको ठाउँसम्म पुग्छु भन्ने मलाई। एक्चुअली बालन शाहसँग भेट्न मन छ कि छैन तपाईँलाई? छ। भेट्नुहुन्छ? तपाईँलाई सोसियल मिडियामा धेरैले साहसी नारी पनि भनेर धन्यवाद, सबैलाई धन्यवाद। एकदम भाइरल भएको कस्तो लागिरहेछ? म 8 महिना लगभग मैले मङ्सिर 6 गते उसको फोटो यसरीकन बाहिर ल्याएको हो। म पीडामा पढेको 1 वर्ष भइसक्यो, पोर्जेटको महिनादेखि हो। अहिले मैले यो फोटो उसले यस्तो यस्तो गर्यो, मलाई यस्तो गरिकन सडकमा छोड्यो भनेको मैले मङ्सिर 8 गतेदेखि उसको फोटो मैले मेरो फेसबुकको वालमा, टिकटकको भित्तामा राखेको हो। मेरो आफन्तलाई लगेर मेरो नेपाल अधिराज्यभरिको म एउटा कलाकार भएको हिसाबले मेरोमा सबै साथी हुनुहुन्छ, कलाकार साथीहरू पनि हुनुहुन्छ। कसैले मलाई के भयो भने सोधेका थिएनन्। आज म सडकबाट बोल्दाखेरि साहसी भने पनि म हो, एउटा म गलत भने पनि म हो। जसले जे भन्दा पनि केही हुने छैन। आफ्नो ठाउँबाट आवाज उठाउने
उठाउनेले उठाइदिनुहोस् भनेर मैले रिक्वेस्ट चाहिँ गर्ने छैन। धन्यवाद। नेपालमा चाहिँ होइन धेरैजना कलाकारहरू भनौँ अथवा नारीहरू चाहिँ यस्तो पीडाहरू लिएर चुप लाएर बसिरहेका छन् होइन। तर तपाईँले चाहिँ अरूले के भन्छ भन्ने कुरा सबै बिर्सेर चाहिँ आफूलाई एक किसिमले एकदमै पागल नै जस्तो भनेर तपाईँ यसरी लागिराख्नु भएको छ यो न्याय पाउनको लागि। त्यस्ता नारीहरूलाई चाहिँ सन्देश के छ? उहाँहरूलाई के भन्छु भनेपछि तपाईँहरू एउटा अन्यायमा पर्नु भएको छ भने चुप्प लागेर नबस्नुहोस्, अथवा कलाकार हुनु होला, कुनै न्यायाधीश हुनु होला, कुनै जागिर खाएको आफ्नो पोस्टमा हुनु होला, त्यो कसैले त्यो ठाउँमा नबस्नुहोस् भन्छु क्या म।